लासमा गएर छुटकारा पायो। त्यो छोरीले 4 जना केटाहरूसँग उसले सम्बन्ध राखेको, तर 3 जनासँग चाहिँ उनको शारीरिक सम्बन्ध थियो। अनि तर गिटार बजाउँदै थियो उसले। भूतात्मा लागेको मान्छेले पनि गिटार बजाउँछ, भूतात्मा लागेको मान्छेले पनि आराधना गर्छ प्रेयरहरू, भूतात्मा लागेको मान्छेले पनि चर्च चलाउँछ प्रेयरहरू। मैले एउटा किताब ल्याइन, त्यो किताबमा एकजना व्यक्तिले 23 वर्षसम्म, यो भर्खरबाट निस्कियो किताब, 23 वर्षसम्म उसले गिटार बजायो, चर्चमा आराधक उनी थियो। तर 23 वर्षको बादमा मात्रै उसले थाहा पायो कि म भूतात्माले चलाएको रहेछु भनेर। अनि 23 वर्षको बादमा मात्रै उसले छुटकारा प्रेयर पायो। अनि उसले यसरी लेखेको छ, उनी अहिले पनि जीवित छन्, 23 वर्षसम्म मैले भूतात्माको शक्तिमा चर्चमा आराधना गरेँ भनेर उसले लेखेको छ। अनि अहिले एउटा हल्लिने सिक्किम र दार्जिलिङतिर एउटा स्याकिङ न्युजको रूपमा यो किताब निस्किराखेको छ प्रेयरहरू। त्यो मान्छेले नलजाइकन आफ्नो पापहरू कन्फेस गरेको छ। यो किताब अङ्ग्रेजीमा निस्कियो, यो किताब नेपालीमा निस्किराखेको छ, धेरै डिमान्ड भइराखेको छ अहिले। त्यो मान्छेले धेरैपल्ट यस्तो लेखेको छ, मैले धेरैपल्ट आराधना गर्दाखेरि, उसले आराधना गर्दाखेरि चाहिँ मण्डलीको धेरैपल्ट मान्छेले चाहिँ उसले आराधनामाथि गर्दै गर्दाखेरि चाहिँ टाउको विहीन धेरैपल्ट मण्डलीले देख्थे उसलाई। अहिले यो प्रकट हुँदैछ प्रेयरहरू। चर्च त्यति बेला चुपचाप बसेको थियो। त्यो मान्छेले आराधना गर्दै गर्दाखेरि धेरैपल्ट त्यो आराधनाको पुल चर्चमा मान्छेले धेरैपल्ट उसको टाउको उसले देखे, चर्चले देखेन धेरैपल्ट टाउको। तर त्यति बेला चाहिँ उनीहरूले मुख खोल्नु सकेन, किन हाम्रो भाइले चर्च चलाउँदै गर्दाखेरि चाहिँ उसले आराधना गर्दा धेरैपल्ट उसको मैले टाउको देखिनँ भनेर। अनि आज प्रकट हुँदैछ त्यो किताब निस्केर प्रेयरहरू। अनि अचम्मको कुराहरू प्रेयरहरू छ। प्रेयरहरू तपाईँको अगाडि केही अचम्मको गवाईहरू पनि राख्न गइराखेको छु। र भूतात्मा लागेको मानिसहरूले पनि धेरैपल्ट प्रेयरहरू चर्चमा काम गर्छन् भन्ने कुराहरू भन्दा तपाईँ छक्कै पर्नुहुन्छ। तर 8वटा किताबहरूले यो प्रमाण प्रेयरहरू गरेको छ। अनि म मैले तपाईँ अगाडि प्रमाणको कुरा प्रेयरहरू राखिराखेको छु। र भूतात्मालाई हामीले चिन्नै पर्ने हुन्छ, भूतात्माबाट प्रेयर हामीले छुटकारा पाउनै पर्ने कुराहरू प्रेयर हुन्छ। प्रेयर तपाईँले युट्युबमा धेरैपल्ट मेरो टेस्टिमनीहरू सुन्नुभएको छ। इजरायलको टेस्टिमनी कसले सुन्नुभएको छ? तपाईँले धेरैले सुन्नुभएको छ इजरायलको टेस्टिमनी। कसले सुन्नुभएको छैन इजरायलको टेस्टिमनी? सायद तपाईँ धेरैजनाले इजरायलको टेस्टिमनी सुन्नु होला। त्यो इजरायलको टेस्टिमनीमा नेपालको एकजना बहिनी, नाम म लिँदैन, त्यो बहिनीले कसरी मलेसियामा मलाई आक्रमण गरेको थियो लगभग 24 घण्टा, र त्यो केटीले कसरी छुटकारा पाएको थियो भन्ने कुरा मैले त्यहाँ भनेको छु प्रेयरहरू। आज म सायद त्यो टेस्टिमनी तपाईँलाई म भन्नेवाला छुइनँ, किनकि त्यो एकदमै समय लाग्छ, मलाई लगभग 30 मिनट जस्तो लाग्छ त्यो टेस्टिमनी भन्नको लागि प्रेयरहरू। तर त्यो टेस्टिमनीमा एउटा कुरा चाहिँ म तपाईँलाई बताइहालौँ, एउटा कुरा चाहिँ म भन्न चाहन्छु। जब मैले भूतात्मा निकाल्दै थिएँ मेरो साथीहरूसँग मलेसियामा, अति नै सुन्दरी थियो त्यो बहिनी, अति नै सुन्दरी थियो त्यो बहिनी। उनको शरीर सुन्दर थियो, आँखा सुन्दर थियो, ड्रेसहरू एकदमै मात्रामा एकदम सुन्दरतामा ऊ रातमा मलाई भेट्नको लागि आएको थियो। अनि भूतात्मा निकाल्दै गर्दाखेरि चाहिँ त्यो केटीबाट चाहिँ भूतात्माले मलाई ननिकाल, म जान्न, मलाई ननिकाल, मलाई नपठाऊ, नरकमा नपठाऊ भन्दै गर्दाखेरि चाहिँ एउटा शब्द प्रभुले मलाई यसरी भन्नुभएको थियो, हेर छोरा, यति बेसी मात्रामा यसले सुन्दरता यसले बनाएको छ आफूले आफूलाई। अहिले पनि एकदमै मात्रामा यसले मेकअपहरू गरेर यो सुन्दरी मात्रामा एउटा सुन्दरी रूपमा यसले आफूलाई प्रस्तुत गरेको छ। अनि तैँले आउँदो दिनमा छोरा चर्चमा एउटा कुरा चाहिँ भन्नु, त्यो चाहिँ हो भूतात्माले सबैभन्दा छिटो कसलाई समात्छ भन्दाखेरि चाहिँ यो तपाईँलाई सायद मसँग सहमत नहुनु सक्नुहुन्छ, तपाईँलाई डाइजेस्ट नलाग्ला, तर जब तपाईँ स्पिरिचुअल डेपमा तपाईँ पुग्नुहुन्छ, गहिराई रूपमा डुब्नुहुन्छ, तपाईँले त्यति बेला चाहिँ मान्नुहुन्छ प्रेयरहरू। मलाई पवित्र आत्माले के भन्नुभयो भने मेरो मण्डलीको छोराछोरीहरूले आफूले जस्तो मैले उनीहरूलाई सुन्दरता दिएको छु त्यो सुन्दरतामा उनीहरू कायम रहोस्। तर त्योभन्दा एक्स्ट्रा संसारको थुप्रै कुराहरू लगाएर उनीहरूले आफूलाई एकदमै मात्रामा सुन्दरता नबनाओस्। मेरो मण्डलीले उनीहरूले मेकअप बेसी गरेर विभिन्न संसारको विभिन्न रङ्गी चङ्गीहरू बनाएर उनीहरू सुन्दरता नहोस्, किनभने सबैभन्दा छिटो शैतानले चाहिँ जो बेसी मात्रामा सुन्दरता हुन चाहन्छ, जो बेसी मात्रामा ब्युटी हुन चाहन्छ, बेसी मेकअप गर्छ, त्यसलाई सबैभन्दा बेसी शैतानले छिटो पक्रिन्छ अनि सबैभन्दा छिटो शैतानले उसलाई आक्रमण गर्छ। यो चाहिँ प्रेयर मलाई त्यति बेला मलेसियामा पवित्र आत्माले भन्नुभएको प्रेयर।
अनि म जब चर्चमा मेरो आफ्नो चर्चमा मण्डलीमा फर्केर आएँ, हाम्रो मण्डलीमा त्यस्तो ब्युटी स्मार्ट हुने त्यस्तो छैन, तर एउटा छोरी चाहिँ हेर्दै नै ऊ जस्तै नराम्रै लुगा लगाउँदाखेरि ऊ सुन्दरी नै छ। अनि ऊ चाहिँ प्रायः जस्तो मल्टी लुगा लगाउँछ, मल्टी कलरको उसले लुगा लगाउँछ। अनि जब ऊ मल्टी कलरको लुगा लगाएर बाहिर हिँड्दाखेरि मसँग धेरैपल्ट त्यो छोरी बजारघाटमा हिँडेको काम पर्दाखेरि अनि एकदमै बढी मात्रामा हेर्थ्यो केटाहरूले त्यो मेरो चर्चको छोरीलाई। अनि मैले यसरी भन्थेँ, फलाना छोरी हेर त तिमीलाई हेरेको, किन ऊ त मेरो चर्चको छोरी हो। अनि अङ्कल मलाई यसरी जहिले पनि हेर्छ, जहिले पनि यसरी हेर्छ, सबले हेर्छ, तिमीले किन बेसी मल्टी लुगा लाउँछ त? त्यसो भए बेसी रातो, एकदमै बेसी सेतो, बेसी नै हरियो, त्यसमा तिमी राम्री छौ, तिमी त्यस्तो मल्टीको लुगा नलगाऊ, अनि बेसी तिमी मेकअप नगर। मैले पहिला दिन भन्दै आएको थिएँ, पछाडि गएर मैले टेस्टिमनी भने सबैजनालाई मैले भन्दाखेरि त्यो छोरीले त्यहाँदेखि चाहिँ एकदमै मात्रामा सिम्पल लुगाहरू लगाउन थाल्यो, मेरै आफ्नो चर्चकाले पनि प्रेयरहरू। जबकि म जान्दछु त्यो छोरी व्यभिचारिणी छैन, त्यो छोरीले पाप गरेको छैन भने मेरो कुरा बुझ्छु। तर त्यो मलेसियाको त्यो केटीले प्रेयरहरू मलाई यसरी भनेको छ, रातमा आएर 11:30 बजे रातमा, सर म जब बाहिर निस्किन्छु बजारघाटमा, अहिले पनि म जब निस्किन्छु मलाई सबै सहरको, म निस्किसकेपछि त्यहाँको डल्लै सहरको केटीहरू सबै नराम्री हुन्छ, सबै केटाहरूले चाहिँ मलाई हेर्छ केटाहरूले जब म मेकअप गरेर निस्किन्छु बाहिर। अनि जुन केटाले मलाई हेर्छ तीमा एउटा केटा चोइस गर्छु म, अनि त्यो केटासँग त्यति बेला गएर उसलाई समातेर उसलाई होटलमा लगेर सुताउने काम र उसँग व्यभिचार गर्ने काम चाहिँ मेरो हो। प्रत्येक दिन मैले यो काम गरेको छु चाहिँ उसले मलाई प्रेयर भनेको प्रेयर। किन सहरमा निस्किँदाखेरि सबै केटालाई उसले एट्र्याक्ट गर्थ्यो प्रेयर, सबै केटालाई मोहित उसले बनाउँथ्यो। अनि एउटा केटा उसले सबैभन्दा बेस्ट राम्रैभन्दा राम्रो केटा उसले चोइस गर्थ्यो, उसले लगेर होटलमा प्रेयर त्यो केटासँग सुत्ने गर्थ्यो। कैयौँ त्यो केटीको नानीहरू थियो प्रेयरहरू, लावारिस नानीहरू प्रेयर थियो, बाउबेनाको नानीहरू थियो, कैयौँ नानी उसले प्रेयर मारेको प्रेयरहरू थियो। फेरि त्यो इजरायलको टेस्टिमनी तपाईँले सुन्नु होला, सानो कुरामा तपाईँलाई भन्दैछु। अनि अन्तमा गएर त्यो केटीबाट भूत निकाल्दै गर्दाखेरि चाहिँ इभन भूत निस्किँदै गर्दाखेरि पनि उसको अनुहार चम्किराखेको प्रेयर हामीले देखेका हौँ। किनभने लुसिफरको मतलब के हो? चम्किनु हो। लुसिफरको मतलब महिमा हो। अनि आदम र हावालाई फसाउने सर्प प्रेयरहरू, डरलाग्दो सर्प, सुन्दर हुन्छ प्रेयरहरू, कोब्रा साँप। अनि अचम्मको कुरो एउटा सिक्रेसी हो, जो बेसी स्मार्ट हुनु खोज्छ, राम्रै हुनु खोज्छ। मैले भन्नु खोजेको अलिकति नराम्रै, अलिक केसै नगर्नु, अलिकति पाउडर नलगाउनु, लिपस्टिकै लाउनु पाउँदैन भन्नेको कुराहरू होइन। मैले लिपस्टिक लाउनुपर्छ, अलिअलि अनुहारमा लाउनुपर्छ, सफा हुनुपर्छ, हामीले केस कोर्नुपर्छ, हामीले राम्रै हुनुपर्छ, द्याट्स ओके। तर कोही केटीहरू हुन्छ, कोही केटाहरू हुन्छ बेसी बढी मात्रामा मेकअप गर्ने, होइन भन्नुहोस् त? हौ त्यस्तोहरूलाई चाहिँ फलो गरिराखेको हुन्छ शैतानले, अनि उसलाई समात्छ प्रेयर धेरैपल्ट। मैले त फेस गरेको कुरा हो। त्यस कारणले गर्दाखेरि पवित्र आत्माले मलाई भनेको कुरा मैले तपाईँलाई भनिराख्नुपर्छ। तपाईँ जतिको प्रभुले तपाईँलाई सुन्दरता दिनुभएको छ त्यतिमा तपाईँ यथावत रहनुहोस्, तर बेसी मात्रामा मैदा जतिकै सेतो चाहिँ बनाउनु भएन गाला, अनि बढी मात्रामा मेकअप गर्नु भएन। त्यो केटीको त लुगा जब हामीले निकाल्यो बक्साबाट प्रेयरहरू, त्यो केटीको त कुनै पनि उसको लुगाहरू त यहाँदेखि उता त उसको लुगा नै थिएन। प्रेयरहरू हाफ प्यान्टसम्म त लाउँदाखेरि हुन्छ, तर प्रेयर त्यो केटीको त प्रेयरहरू हाफ प्यान्टदेखि माथिको लुगा प्रेयरहरू, कुनै लामो उसको लुगाहरू थिएन जब हामीले बक्साबाट लुगाहरू निकालेको थियौँ। अनि क्लिन कुराहरू प्रेयरहरू। त्यहाँ त छोराछोरीहरू तपाईँ विदेशमा हुनुहुन्छ, यहाँ साथ यहाँ त ड्रेसहरू राम्रो लाउनु पर्ने हुन्छ होला। यहाँको सरकार साथ धेरै स्ट्रिक्ट छ, तर कतिवटा देशहरूमा त प्रेयर राम्रो ड्रेसहरू छैन। तपाईँहरूले एकदम सिम्प्लिसिटीलाई तपाईँले ध्यान दिनु होला। मैले चाहिँ भूतात्मा कहाँबाट पस्छ भन्ने कुराहरू म तपाईँले भनिराखेको छु। प्रेयरहरू र प्रेयरहरू हजारौँ सङ्ख्यामा भूतात्मा हुन्छन् भन्ने कुरा मैले तपाईँलाई भनिराखेको छु। अब इन द न्यू टेस्टामेन्ट बाइबल three words describe the source, activity and the influence of the evil spirit. प्रेयरहरू नयाँ नियम बाइबल अनुसार चाहिँ भूतात्माको स्रोत र उद्गमहरू, क्रियाकलापहरू र प्रभावको बारेमा म तपाईँलाई कुरा बताउँ। सबैभन्दा पहिला भूतात्मालाई डेभिल भनेर भनिन्छ। यो चाहिँ ग्रिकमा दियाबोलोस हो, नेपालीमा त्यसलाई दुष्ट भन्छ। अनि अक्सफोर्ड डिक्सनरीले चाहिँ द सुप्रिम स्पिरिट अफ द इभिल एन्ड इनिमी अफ गड भनेर भएको छ। भूतात्मालाई, डेभिललाई चाहिँ नेपालीमा नाश गर्ने, त्यसले परमेश्वरलाई नाश गर्नु खोज्यो, परमेश्वरको सृष्टिलाई नाश गर्नु त्यसले
खोज्यो अनि परमेश्वरको सृष्टि मान्छेलाई पनि त्यसले नाश गर्नु खोज्यो अनि अहिलेसम्म प्रियहरू धेरै जग्गा धेरै ठाउँमा परमेश्वरको सृष्टिलाई त्यसले प्रियहरू नाश गरिराखेको छ। यौन 10:10 लेखेको छ, चोर त चोरु र मारु भनेर आउँछ। शैतानको काम खाली चोर्नु हो। हाम्रो खुसी चोर्छ, त्यसले आनन्द तोड्छ, हाम्रो एकता चोर्छ, हाम्रो स्वास्थ्य चोर्छ, हाम्रो धन समृद्धि चोर्छ, हाम्रो पवित्रता चोर्छ, हाम्रो जोशलाई चोर्छ प्रियहरू, हाम्रो जिन्दगीको उमङ्गलाई चोर्छ, हाम्रो होलिनेसलाई चोर्छ, हाम्रो युनिटी सबै कुरालाई त्यसले प्रियहरू चोर्छ। हाम्रो रिजोइस, हाम्रो ह्याप्पिनेसलाई चोर्छ, थुप्रै कुराहरू प्रियहरू चोर्छ प्रियर। अनि आज मण्डलीमा फुड किन चोर्यो? फुड किन भइराखेको छ? एकता चोरेर। मण्डलीमा डिसयुनिटी किन भयो? युनिटी चोरेर हो। किन भन्नुहोस् त? मण्डलीमा अशान्ति बने, शान्ति चोरेर। फ्यामिलीमा हस्बेन्ड वाइफको बिचमा किन पारपाचुके, किन अनेकता, किन प्रेयर डिभोर्स, युनिटी चोर्यो, प्रेम चोर्यो, समाधान चोर्यो र अनेक पारपाचुके कुराहरू आएको। थुप्रै के त्यसले कुराहरू प्रेयर चोरेको छ। हामी बिमारी छौँ, हाम्रो स्वास्थ्य चोर्यो त्यसले। हामी हेल्दी हुनुपर्ने तर त्यसले हामीलाई हाम्रो हेल्थहरू बिगार्यो, प्रेयर चोर्यो त्यसले हाम्रो स्वास्थ्य कुराहरू। शैतानको काम खाली चोर्ने, ढाँट्ने, छल्ने, सत्यानाश गर्ने प्रेयर। त्यसको काम नै प्रेयर थियो। दियाबोलोस, त्यसको अर्को नाम दियाबोलोस हो, DIABOLOS, दियाबोलोस। न्यू टेस्टामेन्टमा 61 टाइम मेन्सन द न्यू टेस्टामेन्ट बाइबलमा 61 पल्ट चाहिँ दियाबोलोसको बारेमा लेखेको छ। दियाबोलोसको कामहरू के हो भन्दाखेरि नम्बर 1 मा स्ल्यान्डरर, SLNDER, स्ल्यान्डरर, झुटो र निन्दा। पहिलो पत्रुस 5:8, स्ल्यान्डरर, झुटो। त्यो छोरी तिमी मण्डली मान्छेसँग झगडा गरेछौ, लडाइँ गरेछौ अनि प्रोभोज खाएछौ, तिमी चाहिँ एक्सिडेन्टमा परेछौ भने भन्दाखेरि हो नि अङ्कल, मैले चाहिँ गल्ती गरेर अब मैले चाहिँ के अरे मैले गल्ती गरेर मैले डिस्कस गरेँ अनि हाम्रो बिचमा झगडा भयो अनि एकाअर्कामा हाम्रो लडाइँ भयो। अब तपाईँले आत्मामा थाहा पाइहाल्नु भयो अङ्कल मैले गल्ती गरेँ भन्दाखेरि त हुने नि, त्यति भन्दा त केही हुन्थेन, उता पापी भइहाल्थेन। उसले गल्ती गर्दै गरिन अङ्कल, मैले झगडै गरेको होइन भने उसको स्वर हटेर गयो। प्रियहरू मान्नु पर्ने थियो उसले। फाइनली प्रभुलाई धन्यवाद। तर भोलि मर्निङको टाइममा धेरै पश्चातापपूर्ण उसले प्रार्थना गर्यो प्रियहरू। मैले भनेपछि परमेश्वरलाई धन्यवाद, उसले पश्चातापपूर्ण प्रार्थना गर्दै उसले प्रियहरू उसको आमाले मण्डलीको त्यो झगडा गरेको मान्छेलाई सरी पनि भनिदियो फोनबाट। अचम्म तरिकाले परमेश्वरले त्यो बहिनीलाई चङ्गाइ गर्नुभयो। हालेलुया। अचम्म तरिकाले परमेश्वरले उनलाई हिल गर्नुभयो प्रियहरू। त्यो बहिनीको अघि कुरा सकेको थिएन र मैले तपाईँलाई बताएको प्रेयर है। स्ल्यान्डर भनेको झुटो अनि निन्दा। तपाईँहरू जसले झुट बोल्नुहुन्छ, बुढासँग झुट, पास्टरसँग झुट, बुढीसँग झुट, छोरासँग झुट, पापासँग झुट, अगुवासँग झुट, थुप्रै बारेमा झुट, टाइट किन्दैछु भनेर झुट बोल्नुहुन्छ होला, के गर्नुहुन्छ तपाईँले झुट बोल्नुहुन्छ। तपाईँभित्र भूतात्मा छ। भूतात्मा के को भूतात्मा छ भन्दाखेरि झुट बोल्ने भूतात्मा छ। तपाईँहरू जसले झुट बोल्दै हुनुहुन्छ अहिले कुवेतमा बसेर जसले सबैले होइन जसले तपाईँभित्र के भूतात्मा छ भन्दा झुट बोल्ने भूतात्मा छ। कुरा बुझ्नुभयो? झुट बोल्ने भूतात्मा तपाईँभित्र छ। यदि तपाईँले झुट बोल्नुहुन्छ तपाईँभित्र कुन चाहिँ भूत छ? किन भूत त धेरै किसिमको हुन्छ। एउटा भूत छ झुट बोल्ने भूत हो प्रियहरू। त्यसलाई तपाईँले खेद्नु पर्ने कुराहरू हुन्छ। फल्स एक्युजर, झुटो दोष लगाउने। फल्स एक्युजर, डियाबल्सको काम चाहिँ अरूलाई झुटो दोष लगाउने, यस्तो धेरैजनाको दोष लगाउने बानी हुन्छ। चर्चमा दोष लगाउने बानी हुन्छ होइन। चर्चमा विशेष गरी 3 किसिमको विश्वासीहरू हुन्छ। मैले अध्ययन गर्दाखेरि एउटा विश्वासी आउँछ चर्चमा, आबाना चाबा आउँछ, उसले केही बोल्दैन पनि, उसले आज के कसले वचन बाँड्यो उसलाई अत्तो न पत्तो हुँदैन, उसलाई इन्ट्रेस्ट पनि छैन, राम्रो भयो नराम्रो भयो त्यो पनि थाहा हुँदैन, आयो गयो एक प्रकारको बोनसाई जस्तो एउटा क्रिस्चियन हुन्छ। एउटा क्रिस्चियन हुन्छ आउँछ अनि पास्टर बलले बोल्छ, ए आज त मलाई नै भनेको पास्टर बलले त हेर मलाई नै दोष लगाएर भनेको, दोष लगाउँछ पास्टर अगुवालाई। अनि त्यहाँदेखि आएर हेर्छ चर्चमा चौकी भाँचेको देख्छ अनि पक्का यो युथले भचाएको, यो त्यो आमाले भचाएको दोष लगाउँछ उसले। अनि भुइँमा के बिग्रेको त्यसले गरेको अर्कालाई उसले दोष लगाउँछ। खालि दोष लगाउने काम गर्छ एकजना विश्वासीले प्रेयर। यसले भचाएको त्यसले भचाएको, मलाई भनेको त्यसलाई भनेको, ढिस्कालाई भनेको। एउटा चाहिँ खालि दोष लगाउने इसाईहरू प्रेयर हुन्छ चर्चभित्र। एउटा इसाई हुन्छ राम्रो क्याटेगोरीको आउँछ चर्चमा आएपछि एकदमै मात्रामा उसले हेर्छ अनि चर्चमा आएपछि कहाँ फेन भाँचेको छ
अनि घरमा गएर उनीहरूले सल्लाह गर्छ, औ हामी फ्यान किनिदिउँ ल चर्चमा, हल्ला गर्दैन, सुटुक्कै सल्लाह गरेर अर्को हप्ता फ्यान किनिदिन्छ। हाम्रो साउन्ड सिस्टम चर्चमा बिग्रेको रहेछ, हाम्रो पैसाले किनिदिउँ ल, बुढाबुढी सल्लाह गर्छ, साउन्ड सिस्टम किनिदिन्छ। पुलपिट अलिक पुरानो भएछ, पुलपिट किनिदिउँ ल, पुलपिट किनिदिन्छ, आएर हल्ला नगरिकन किनिदिन्छ। चर्चमा चौकी पुग्दैन रहेछ, हाम्रो चर्चमा चौकी किनिदिउँ ल, चौकी किनिदिन्छ, हल्ला गर्दैन। प्रियहरू, एकदमै मेकर, चर्चलाई निर्माण गर्ने कोही विश्वासीहरू प्रिय हुन्छ चर्चमा। चर्चलाई बनाउने, चर्चलाई उन्नति गराउने, पास्टरलाई अगुवाहरूलाई सहायता गर्ने, विश्वासीहरूलाई सहायता गर्ने, चर्चलाई उठाउने कोही विश्वासीहरू प्रिय हुन्छ। चर्चमा लगभग मेरो 25-26 वर्षको लगभग सेवकाईमा मैले अनुभव गर्दाखेरि 3 किसिमको प्रियहरू विश्वासी हुन्छ। एउटा चाहिँ आवाना चाबाको, एकदमै आवाना चाबाको, न ती चिसो न तातो। एउटा विश्वासी खालि दोष लगाइबस्ने, खालि दोष लगाइबस्ने, एउटासँग रिसाए पनि अर्कोसँग छुच्ची, अर्कोसँग छुच्चा, अरूलाई एकदमै मात्रामा दोष लगाइबस्ने, मन दुखाइबस्ने, एकदमै मात्रामा प्रियहरू त्यो किसिमको विश्वासी हुन्छ। एउटा विश्वासी कसैको दोष पनि उसले याद गरिबस्दैन, कसैलाई दोष पनि लगाइबस्दैन, ऊ छुच्चा पनि हुँदैन, चुपचाप उसले मण्डलीमा सहायता गरिबस्छ, किनिदिबस्छ, मण्डलीलाई सहयोग गरिबस्छ, उठाइबस्छ, अरूलाई उत्साह दिइबस्छ। यो 3 किसिमको विश्वासीहरू मण्डलीमा हुन्छ। हालेलुया। तो आप कौन सा लाइन में है, आप कौन सा कैटेगरी में है, म कुन चाहिँ कैटेगरीमा छु भन्ने चाहिँ इम्पोर्टेन्ट कुरा हो प्रेयरहरू। त प्रेयर एउटा चाहिँ हो झुटो दोष लगाउने प्रेयर, झुटो दोष लगाउने, फल एक्युजर। प्रेयर फल्स एक्युजर, यो जसले अरूलाई दोष लगाउँछ, बुढालाई दोष लगाउने, बुढीलाई दोष लगाउने, अगुवालाई दोष लगाउने, मण्डलीलाई दोष लगाउने, फलनलाई दोष लगाउने, यो दोषको आत्मा प्रेयर हो। यो डरलाग्दो प्रेयर, यो भूतात्मा हो, झुटको एउटा अरूलाई दोष लगाउने प्रेयर आत्मा हो। यो आत्माबाट पनि हामीले छुटकारा पाउने कुराहरू हुन्छ। फादर अफ लाइस, योनाटको 44 पद, झुटको पिता, शैतानको नाम चाहिँ झुटको पिता, योनाटको 44 पद अनुसार। अनि इन्ट्राइज टु सिन, दियाबलसको कामहरू पाप गर्न उकास्ने, घरिघरि पाप गर्न उकास्छ प्रेयरहरू, शैतानले मान्छेलाई घरिघरि पाप गर्न उकाउँछ प्रेयरहरू, यो दियाबलसको प्रेयरहरू कामहरू। अब शैतानको थुप्रै नामहरू हुन्छ है प्रेयरहरू, अहिले म क्याटेगराइज गरिराखेको छु। अर्को चाहिँ त्यसको नाम शैतान हो, SATAN, शैतान। यो चाहिँ शैतान भन्ने शब्द चाहिँ सटानसबाट आयो, SATANS, सतानस, यो ग्रिक वर्ड हो। सतानस प्रेयरहरू, शैतानको नाम, यसको काम चाहिँ परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्ने, परमेश्वरलाई चुनौती दिने, परमेश्वरलाई धोका दिने, परमेश्वरको दासलाई धोका दिने, प्रेयरहरू चुनौती दिने, यो एउटा शैतानको काम हो। यो इनिमी एडभाइजरी यु डु टु प्रिभेन्ट यु फुलफिलिङ द विल अफ गड इन योर लाइफ। तपाईँको जीवनमा परमेश्वरको इच्छा पुरा नहोस् भनेर बाधा दिने चाहिँ प्रेयरहरू शत्रु छ, शैतान हो। म जान्दछु तपाईँको हस्बेन्ड र वाइफको बिचमा तपाईँले एकदमै राम्रो मित्रता गाँच्नु चाहनुहुन्छ, शैतानले दिँदैन। तपाईँको बिचमा राम्रो मण्डलीसँग तपाईँ सम्बन्धमा आउनु चाहनुहुन्छ, शैतानले दिँदैन। कन्टिन्यू चर्च आउनु मन लाग्छ, शैतानले दिँदैन। टाइट दिनु मन लाग्छ कन्टिन्यू, शैतानले नदे भन्छ। सासु बुहारीको बिचमा राम्रो सम्बन्ध बनाउनु प्रभुले भन्नुहुन्छ, सासु बुहारीको बिचमा शैतानले दिँदैन राम्रो सम्बन्धमा आउनु। प्रेयर थुप्रै कुराहरू छ, शैतानले प्रेयर हामीलाई बन्धनमा राख्ने प्रेयर। नन्दा भाउजूको बिचमा लडाइँ झगडा, यो शैतानको काम हो। प्रेयर थुप्रै लडाइँ र झगडाहरू आउँछ प्रेयर फ्यामिलीमा, यो शैतानको कामहरू हो। यो तपाईँ र मैले बुझ्न पर्ने कुराहरू प्रेयर हुन्छ। परमेश्वरको इच्छा छ राम्रो बुढाबुढी होस्, परिवार राम्रो होस्, मण्डली राम्रो होस्, एकार्कामा राम्रो होस्, तर शैतानले कहिले पनि प्रेयर दिँदैन प्रेयर। अर्को नाम शैतानको नाम डिमोन, त्यसलाई अङ्ग्रेजीमा भन्छ अनक्लिन स्पिरिट, नेपालीमा भूतात्मा। अक्सफोर्ड डिक्सनरीले चाहिँ डिमोनलाई चाहिँ डेभिल और इभिल स्पिरिट भनेको छ। अनि हाम्रो राजनारायण प्रधान डिक्सनरी लेख्ने राजनारायण प्रधानले चाहिँ बेताल, एकदम कर्मठ शक्तिशाली शैतान भनेर भनेको छ। अनि यो चाहिँ लुका 11 को 15 पदमा प्रेयर हामी पाउँदछौँ प्रेयर। अब स्क्रिप्चरल नेम अफ द डेभिल, शैतान एन्ड डिमोन, दुष्ट शैतान र भूतात्मालाई पवित्र शास्त्रमा दिएको नामहरू के हो भन्दाखेरि बेल्जेबुल द लर्ड अफ द फ्लाइस, बाल्जेबुल झिङ्गारको देवता, मत्ती 12 को 24, बिलाल अ फल्स गड, बेलिलल झुटो देवता, दोस्रो कोरिन्थी 6 को 15, इभिल वान दुष्ट, पहिलो योहन्ना 5 को 19, टेम्पर रिस, पहिलो तेस्रोको 3 को 5 हुनुपर्छ रिस। तपाईहरु जो रिसाउनुहुन्छ, बेसी मात्रामा रिसाउने मान्छेभित्र भूतात्मा हुन्छ। अनि एउटा कुरा तपाईले राम्रो सुनिराख्नु होला, यो वचन अहिले म तपाईलाई केही समयमा सायद दिन्छु, यहाँ लेखेको छैन होला। तपाईहरु जोलाई यो अर्थराइटिसको बिमार हुन्छ, गाउटको बिमार हुन्छ, रिस गर्ने मान्छेलाई
सबैभन्दा छिटो बिमार लाग्ने चाहिँ गाउटको बिमार हो, अर्थराइटिसको बिमार हो, हड्डी सम्बन्धी बिमार चाहिँ लाग्छ। बाइबलको पद अहिले एक्ज्याक्टली म तपाईँलाई दिन सक्दिनँ, तर केही क्षणमा सायद म पाउँछु होला। हितोपदेशमा लेखेको छ एउटा जग्गामा, रिस गर्ने मानिसहरूको चाहिँ हड्डीको मासी सुक्छ भनेको छ। जसले बेसी रिस गर्छ हड्डीको मासी सकिन्छ। स्पाइनल कर्डको बिमारी, अर्थराइटिसको बिमारी, गाउटको बिमारीहरू तपाईँको जीवनमा आओस् भनेर तपाईँलाई इच्छा लाग्छ भने रिस गर्नु। तपाईँहरू को बेसी मात्रामा रिसाउनुहुन्छ भनेर मैले अहिले यहाँ प्रश्न गर्नु त होइन, तर तपाईँलाई जसलाई गाउटको बिमार मनपर्छ, अर्थराइटिसको बिमार मनपर्छ, तपाईँलाई जसलाई स्पाइनल कर्डको बिमार मनपर्छ, तपाईँले रिस गर्नु। बाइबलमा स्पष्ट हितोपदेशमा लेखेको छ एउटा अध्यायमा, जसले बेसी रिस गर्छ उसको हड्डीको मासी सकिन्छ। स्पाइनल कर्डको हड्डीको मासी सकेपछि त खतम हो प्रेयर जिन्दगी, के बाँच्नु जिन्दगीमा। आजभन्दा जस्ट 2 वर्ष अगाडि खरसाङमा हामीले दिनभरि प्रार्थना आयोजना गऱ्यौँ। खरसाङ प्रेयर टावर र सिलगढी प्रेयर हाउस मिलेर लगभग 400 भन्दा बेसी मानिसहरू त्यहाँ थिए। हामी टाइममा त्यहाँ प्रेयर हाउसबाट अर्गनाइज गर्छौँ दिनभरि प्रार्थना, अनि बेलुका चङ्गाएर डेलिभरेन्सको मिनिस्ट्री। अनि 4 बजेतिर हामी झन्डै प्रेयरहरू सिलगढीबाट 18-20 जना गएको थियौँ। मेरो सिनियर पास्टर गुरुबा पनि हुनुहुन्थ्यो साथमा। अनि लास्टमा चङ्गाईको प्रार्थनाको लागि एनाउन्समेन्ट भयो। 400 जना भन्दा बेसी मानिसहरू फुल फास्टिङमा हामी थियौँ। अनि मलाई सबैभन्दा पहिलो एउटा नानीको आमा बहिनीले आएर रिक्वेस्ट गर्नुभयो, पास्टर बा आज चाहिँ म तपाईबाट मात्रै म प्रार्थना गर्न चाहन्छु। तपाईँले जहिले पनि फलानाको पठाउनुहुन्छ, फलाना प्रार्थना गरिदिनु भन्छ, जहिले पनि पठाउनुहुन्छ। आज चाहिँ म जाँदिनँ, तपाईँले प्रार्थना गरिदिनु पर्छ भनेर मेरो सामनेमा आउनुभयो। भिड मान्छेहरू आउनु भएको थियो। त्यो बहिनीले, नानीको आमा बहिनीले मलाई नछोड्ने भयो, मैले प्रार्थना गरिदिनु पर्ने। ठिकै छ बहिनी, तपाईँ बस्नु होला। के तपाईँको बिमार छ भन्दा, यी सारा शरीरमा एकदमै मात्रामा स्किन डिजिज छ, अनि मेरो सारा शरीर चिलाउँछ, अनि मेरो चाहिँ अर्थराइटिसको बिमार छ भनेर भन्नुभयो। अनि मैले बहिनीलाई यसरी त्यति बेला भने, तपाईँले अहिले मोबाइल खोल्नु, म प्रार्थना गर्नेवाला छुइनँ आज पनि। मोबाइल खोल्नु, मोबाइल खोलेर 9 जना तपाईँहरूको खरसाङमा शत्रु छ। चर्चमा तपाईँ आधा मान्छेसँग, 9 जनामा 4-5 जना मान्छेसँग तपाईँ चर्चमा बोल्नुहुन्न, अनि अन्य जातिसँग तपाईँको 4-5 जनासँग तपाईँको शत्रु छ। 9 जना मान्छेको मोबाइल अहिले तपाईँले खोलेर मेरै सामनेमा अहिले फोन गर्दै सरी भन्नु, सरी मैले तपाईँसँग झगडा गरेँ, सरी मैले तपाईँसँग झगडेँ, मलाई क्षमा गर्नु भन्दै जानु। 9 जनालाई तपाईँले फोन गरिसकेर सरी भनेपछि यो टाकटुक अर्थराइटिसको बिमार, यो स्किनको बिमार निको हुन्छ। डु इट राइट नाउ भनेर मैले त्यो पनि कमान्ड गरेँ। अनि पुरा ऊ डरायो, ऊ मेरो सामनेमा पुरा डरायो। 9 जना भनेपछि ऊ पुरा डरायो। त्यहाँनिर डराएपछि म त प्रार्थना गर्दिनँ बहिनी, बाइबल अब छिटो खोल्नु, तपाईँले मोबाइल खोल्नु त। 9 जना मान्छेलाई तपाईँले सरी भन्दै जानु। भरे टाकटुक सरी भनिसकेर चङ्गा भएको बादमा मलाई फोन गर्नु। यो पवित्र आत्माले मलाई भन्नुभएको, तपाईँले गर्नु भनेपछि ऊ रुनु थालेपछि मेरै सामनेमा त्यहाँ उसले मान्छेलाई डाल गर्दै गयो। अनि प्रेयर उसले त्यहाँ, म त भिडलाई डिलिङ गर्दै थिएँ। त्यो बहिनीलाई मैले त्यसो भनेपछि त्यो बहिनी त्यहाँ फोन गर्दै गयो। भोलिपल्ट त्यो बहिनीले मलाई फोन गर्नुभयो, पास्टर बुवा मैले हिजो तपाईँकै सामनेमा फोन गर्दै 6 जना मान्छेलाई मैले फोनबाट सरी भने। बेलुकासम्ममा उनीहरूको मेरो साथमा मोबाइलमा फोन नम्बर थियो। 6 जनालाई मैले फोन गरेर सरी भन्दाखेरि मेरो शरीरको 75% मेरो अर्थराइटिसको बिमार चाहिँ अहिले निको भइसकेको छ। हालेलुया। सुन्नुहोस् है, अब 3 जनाकोमा चाहिँ म आज जाँदैछु, उनीहरूको चाहिँ मेरो फोन नम्बर छैन। उनीहरूलाई म भेट्न जाँदैछु। मलाई आशा छ उनीहरूलाई जब म भेटिसक्छु टाकटुक मेरो बिमार निको हुन्छ। मैले यस तपाईँको बिमार निको हुन्छ, मलाई 2-3 दिनमा फोन गर्नु। केही दिन बादमा त्यो उनीहरूले फोन गर्नुभयो, पास्टर बा 3 जनाको फोन नम्बर मेरोमा थिएन। म उहाँलाई 3 जनालाई गएर मैले भेटेर सरी भने। उनीहरूको खुट्टा समातेर मैले माफ मागेँ, किनकि भयङ्कर म छुच्ची हुँ, मेरो शब्दहरू राम्रो छैन, म अरूलाई दोष लगाउँछु एकदमै मात्रामा। मलाई सबै कुराहरू थाहा थिएन, अर्थराइटिसको बिमार, स्किनको बिमार आएको भनेर थाहा थिएन। अनि प्रेयरहरू त्यो पनि अपडेट गर्नुभयो। मैले 3 जनालाई गएर मैले रोई जब मैले क्षमा मागिसकेँ, मेरो अहिले शरीरमा न त स्किन डिजिज छ, न त मेरो शरीरमा कुनै अर्थराइटिस छ। हालेलुया। अनि यो चाहिँ सिलगढीमा आजभन्दा 2-2.5 वर्ष अगाडि भएको घटना हो। अर्थराइटिसको बिमार र स्किन डिजिजको बिमार तपाईँको जीवनमा
तपाईँले वेलकम गर्नु हो भने चाहिँ तपाईँ मान्छेसँग रिसाउनु पर्ने रहेछ, मान्छेसँग तपाईँले क्षमा नमाग्नु पर्ने रहेछ। प्रेयर आज प्रेयरहरू छुटकारा र चङ्गाइको कुरा गर्दै जाँदाखेरि पहिला छिटो छिटो चङ्गाइको प्रार्थना म हतपत गर्दिनँ, हतपत छुटकाराको प्रार्थना म हतपत गर्दिनँ। प्रेयरहरू पहिला रुटमा जानुपर्ने हुन्छ हामीहरू। अहिले त सजिलो भएको छ विश्वासीहरू, पाप गर्ने बेलामा पास्टरलाई सोध्दैन, बुढालाई सोध्दैन, बुढीलाई सोध्दैन, पाप छिटो छिटो गर्छ नि हामीले प्रार्थना गरिदिनु पर्छ, फेरि प्रार्थना गर्नुपर्छ चङ्गाइ पनि भइहाल्नु पर्छ भनेर आशा राख्छ। राम्रो हो, नराम्रो होइन, तर प्रेयरहरू पहिला रुटमा जानुपर्छ। हाम्रो कर्तव्य प्रार्थना गर्नु हो, हामी तपाईँलाई प्रार्थना गरिदिन्छौँ। प्रेयरहरू तर पापको कारणले गर्दाखेरि धेरैपल्ट मान्छेहरू बिमारी हुन्छ। हालेलुया। त्यो बहिनी जेन्युन गवाई छ प्रेयर। हङकङमा जब प्रेयरमा 2012 मा गएँ, यो गवाई धेरैपल्ट आएको छ। हङकङमा एउटा बहिनी आउनुभयो मेरो सामनेमा हस्बेन्डसँग, धेरै सुन्दरी बहिनी। अनि हङकङ त त्यसै धेरै पैसा भएको देश नै हो, त्यहाँ पनि यहाँ जस्तो त होइन होला, तर धेरै फेसिलिटिजहरू त्यहाँ छ। त्यो बहिनी एकदमै सुन्दरी, हस्बेन्डसँग नानीसँग आयो, उसको अनुहार पनि सुन्दरी, उनी उसको लामो नङहरू, यति लामो नङहरू एकदमै मात्रामा, केटीहरूको चाहिँ फेरि यो नङहरू स्याहार्ने पाउँदो रहेछ, हिरामती जस्तो, सुन चाँदी जस्तो सानो सानो के पाउँदो रहेछ नि दिदीबहिनीको सिँगार्ने। अब यहाँ त तपाईँले मौका पाउनुहुन्न होला, त्यहाँ चाहिँ त्यस्तो गर्दो रहेछ। अब जब हङकङको बदनाम पनि गरेको होइन मैले, तर त्यो पनि चाहिँ यसरी नङहरू लिएर आयो, एकदमै दामी नङहरू, एकदमै सुन्दरी। अनि पास्टर बा एकदमै म बिमारी छु, मेरो होल बडीमा एकदमै मात्रामा घाउ छ, मेरो शरीरमा यत्रो घाउ छ, कति मैले ट्रिटमेन्ट गरेँ, कति मैले दबाई मैले खाएँ, कति डक्टर देखाएँ, मैले म निको भएको छैन, एकदमै मात्रामा बिमारी छु। मैले बहिनीलाई सोधेँ तपाईँ ताइद दिनुहुन्छ? ताइद दिन्छ। बुढासँग राम्रै सम्बन्ध छ, पास्टर बाबुसँग राम्रै सम्बन्ध छ, मालिकसँग सबै राम्रैसँग सम्बन्ध, सबैसँग मेरो राम्रै सम्बन्ध छ, कसैसँग पनि मेरो शत्रुता छैन। अनि म कन्फ्युज भएँ, किन त यो बहिनीको बिमारी आयो त? अनि म एकदमै कन्फ्युज भएपछि मैले यसरी भने बहिनी लु त्यसो हामी प्रार्थना गरौँ। प्रार्थना गर्दै गएपछि उसको घरमा रुममा मेरो आत्मा पुग्यो त्यहाँ। अनि रुममा आत्मा पुगेपछि चाहिँ थुप्रै त्यो बहिनीको अगाडि चाहिँ त्यो रुमभित्र चाहिँ मैले DVD CD क्यासेटहरू थुप्रो कुराहरू प्रेयरहरू मैले देखेँ त्यहाँ। अनि प्रभुको आत्माले भन्नुभयो यो छोरीले चाहिँ खाली संसारको गीत हेर्छ, संसारको पिक्चर हेर्छ, संसारको गीत यो छोरीले एकदमै मात्रामा गाउँछ, यो छोरीले कहिले पनि मेरो आराधना गर्दैन, यसले खाली संसारकै मात्र गीत यसले सुन्छ र गाउँछ। थुप्रो क्यासेटहरू प्रेयर मेरो आत्माले देखेँ। अनि मैले बहिनीलाई यसरी भने, बहिनी तपाईँको कोठामा मेरो आत्मा पुग्यो, अहिले तपाईँको घरमा त यति बेसी DVD र CDहरू रहेछ संसारको, यति बेसी तपाईँ गानाहरू सुन्नुहुँदो रहेछ, पिक्चरहरू हेर्नुहुँदो रहेछ तपाईँहरू, र यति बेसी मात्रामा तपाईँ चाहिँ संसारको फिल्मको तपाईँ क्रेजी हुनुहुँदो रहेछ। मात्रै भनेको थिएँ, बुढाले त्यति बेला आँट पाएर देख्यौ खुचिङ, मैले त तिमीलाई भनेकै हो त। बिचारा बुढा चाहिँ डोमिनेटमा पनि थियो कि क्या, धेरैपल्ट त बुढीले डोमिनेट गर्छ नि बुढालाई, धेरैले त साह्रो बुढीले अन्डरमा राखेको हुन्छ। बिचरा बुढालाई चाहिँ प्रेयर आँट आएर देख्यौ, मैले भनेको देख्यौ। अनि मैले भाइलाई भने, भाइ अहिले लडाइँ गर्ने समय होइन। त्यति बेला बहिनीले, पास्टर बा अब म स्वीकार गर्छु, म एकदम क्रेजी छु, एकदमै मात्रामा क्रेजी। म संसारको गाना, संसारको पिक्चर, संसारको फिल्म भनेपछि म हुरुक्कै हुन्छु। अब म तपाईँले आत्मामा थाहा पाइहाल्नु भयो, म स्वीकार गर्छु। त्यही कारणले गर्दा स्किन डिजिज आयो उसको जीवनमा। प्रेयर अहिले मैले तपाईँलाई भन्दै जाँदाखेरि त भोलि बेलुकासम्म त यहाँ धेरैजनाको मोबाइल कि चाहिँ फ्याँक्नुपर्छ कि चाहिँ सबैको गीतहरू डिलिट गर्नुपर्ने छ। धेरैजनाको यति बेसी हो तपाईँहरूको मोबाइलमा संसारिक गानाहरू छ, यति बेसी छ। प्रेयर यहाँ म भन्नु सक्छु 90% तपाईँले संसारिक गाना तपाईँको मोबाइलमा राख्नु भएको छ, जो चाहिँ डिलिट गर्नुपर्छ। अहिले म पहिला टाउको बिमारको म प्रार्थना गर्नेवाला छैन, पहिला हड्डीको बिमारको लागि प्रार्थना गर्नेवाला छैन, पहिला सफाई गर्नुपर्छ हामीले प्रेयर, पहिला सफाई प्रेयर। अनि त्यहाँदेखि मैले त्यहाँ भाइ र बहिनीलाई भने, भाइहरू तपाईँको कोठामा अब त्यो DVD र CD ल्याउनु पर्छ भनेदेखि भाइले लु पास्टर अब एकदमै तपाईँ ल्याउनु पर्छ। चर्चको 2जना केटालाई भाइले लगेर गयो हङकङमा है, ठुलो कार्टुनमा लिएर आयो प्रेयर, संसारको DVD CDहरू झनै 500-600 वटा। एउटा मैले DVD हेरेको 500 हङकङको डलर रहेछ एउटाको। मेरो पालो क्यालकुलेटरमा हिसाब गरेको कति लाख भयो क्या त्यो त इन्डियाको।
अनि मेरो बेला बहिनीलाई भने बहिनी यत्रो पैसा तपाईँले संसारको डिभिडीमा तपाईँले खर्च गर्नुभयो इन्डियाको त कति लाख भयो तपाईँले मलाई पठाइदिनु नि तपाईँबाट त्यो सिडी र डिभिडी किन्ने पैसा चाहिँ म कति चर्च प्लान्टिङ गर्थेँ म सिलगढीमा म पास्टरलाई तलब दिन्थेँ सुसमाचार म क्रुसेड गर्थेँ म मेरो घर बनाउँथिनँ म प्रभुको काम गर्थेँ मैले यसरी कराएको छु त्यो बहिनीलाई प्रेयरहरू पक्का मैले यसरी कराएको छु रोयो डाँको छडेर रोयो कहिले पनि हेर्दैन कहिले पनि हेर्दैन त्यहाँदेखि हामीले मिलेर चर्चको मुनिपट्टि त्यो बहिनीको डिभिडी र सिडी प्रेयरहरू जलायौँ धेरैहरू जलायौँ अनि आज तपाईँहरू धेरैको जिनमा सिक्नेसेसहरू आएको कारण डिजिजेसहरू आएको कारण एउटा वर्ल्डी सङ्घहरू